ढुङ्गा कति महँगो छ विदेशमा किन्नु पर्यो भने एउटा पहाडलाई मात्रै तपाईँले खरौँ पर्छ कि त्यो कुराहरू हैन। अहिले भर्खरै हाम्रो कोशीबाट प्लेन जहाज चढेर अमेरिका अस्ट्रेलिया पुगिन्छ कि नेपाल ल्यान्डलक कन्ट्री होइन के, माइन्डलक कन्ट्री। यहाँको दिमागको ढक्कन लगाएको छ कि यहाँनिर है, कालो चस्मा लागेको छ। हामी सबै अन्धकार देख्छौँ के। यस्तो स्वर्ग जस्तो देश छ, यस्तो भगवान् जस्तो जनता खान है, सबै कुरा राम्रो छ होइन। नेतृत्व नभएर एकजुट हुन नसकेर अब चाहिँ हामी नेतृत्व आइसक्नु भएको छ, हामी सबै छौँ है। अब जनता मिल्नु पर्यो, एकजुट हुनु पर्यो, देश चाहिँ बन्छ। 5 वर्षमा हरेक नेपाललाई करोडपति पनि बनाउन सकिन्छ, शिक्षा स्वास्थ्य सबै फ्री गर्न सकिन्छ। कोही हजुरबाहरू विदेश जानु परेन, बाहिर हाम्रो पालोमा केही नभएर विदेश जानु पर्ने त होइन नि है। अब पर्दैन तपाईँहरूलाई विदेश जान, देश फर्किनुहोस्, गाउँ फर्किनुहोस् है, सहरबाट गाउँतिर फर्किनुहोस्, विदेशबाट देशतिर फर्किनुहोस्। र हामीले चाहिँ आकाशतिर हेरेर हाम्रो बिग्रेको हो कि तल हेर्नु पर्यो। हाम्रो जमिनमा के छ, माटा के छ, ढुङ्गा के छ, रुख के छ, बारी के छ, सबै कुरा हामीले हेर्नु पर्यो है। त्यसपछि चाहिँ देश बन्छ। र देशको हरेक पालिकामा हामी के चाहन्छौँ भन्दाखेरि श्रमदान बिना चाहिँ देश बन्दैन कि। जस्तो श्रमदान भनेर अहिले तपाईँ भनिरहनु भएको छ, तपाईँ श्रम संस्कृति पार्टीमा आएर आफ्नो राजनीतिक करियर स्टार्ट गर्ने सोचमा हुनुहुन्छ कि स्वतन्त्र रूपमा गर्ने सोच के छ तपाईँ? अनि म चाहिँ देश बनाउने सोच, मेरो पार्टी बनाउने सोचै छैन कहिले पनि होइन। अनि